के तपाईँ वा तपाईँको बच्चाहरूले एउटा आँखा अथवा दुईटै आँखाबाट कम देख्छन् र हरेकचोटि आँखा चेक गर्न जाँदा इम्प्रुभ भएको छैन र डाक्टरहरूले अल्छी आँखा अथवा एम्ब्लायोपिया भयो भनेर भन्नुभएको छ। एम्ब्लायोपिया अर्थात् लेजी आई यो एउटा भिजन डिसअर्डर हो जुन अवस्थामा एउटा आँखा वा दुईटै आँखाको भिजन डेभलप राम्रोसँग भएको हुँदैन। यो एउटा यस्तो अवस्था हो जुन अवस्थामा आँखामा रोग हुँदैन तर चस्मा, औषधि र सर्जरी केहीले पनि इम्प्रुभ गराउन सक्दैन। एम्ब्लायोपिया हुँदा थुप्रै भिजुअल फङ्सनहरू इफेक्ट गर्ने गर्दछ। तपाईको आइसाइट, तपाईको कलर पर्सेप्सन, तपाईको कन्ट्रास्ट सेन्सिटिभिटी, तपाईको डेप्थ पर्सेप्सन जस्ता थुप्रै अन्य भिजुअल फङ्सन्सहरूमा चाहिँ यसले इफेक्ट गर्ने गर्दछ। सामान्य बुझ्ने भाषामा भन्दाखेरि यसले तपाईको ड्राइभिङ स्किल्स, बच्चाहरूको लर्निङ स्किल्स, तपाईले डे टु डे लाइफमा गर्नुपर्ने एक्टिभिटिजमा चाहिने भिजुअल फङ्सन्सहरूदेखि लिएर ओभरअल क्वालिटी अफ लाइफमा नै इफेक्ट गर्ने गर्दछ। तथ्याङ्कले के देखाएको छ भन्दाखेरि यो सन् 2019मा 99.2 मिलियन प्रिभेलेन्स थियो भने यो 2044 सम्म पुग्दाखेरि यसको प्रिभेलेन्स चाहिँ 222 मिलियनसम्म पुग्ने भनेर देखाएको छ। मतलब यो बढ्दो क्रममा छ। अल्छी आँखा किन हुन्छ, कसरी हुन्छ भन्ने कुराको बारेमा थोरै जानकारी दिउँ। हाम्रो दुईटा आँखा छ। दुईटै आँखामा इक्वल अमाउन्ट अफ भिजुअल सिग्नल्स चाहिँ ब्रेनसम्म पुग्नुपर्ने हुन्छ र ब्रेनमा दुईटा आँखामा बनेको इमेज चाहिँ इक्वली क्लियर र इक्वल इमेज साइज हुनुपर्दछ। यदि दुईटा मध्ये एउटा आँखाको भिजुअल सिग्नल्स चाहिँ इनफ पुगिरहेको छैन भने र आँखामा बनेको इमेजको साइजहरू चाहिँ दुईटा आँखामा बराबर छैन र क्ल्यारिटी छैन भने हाम्रो ब्रेनले जुन आँखाको भिजुअल सिग्नल्स कम रिसिभ गरिरहेको छ त्यो आँखालाई चाहिँ इग्नोर गरिदिने गर्दछ र कहिलेकाहीँ सप्रेसन पनि हुने गर्दछ। यसले गर्दाखेरि त्यो आँखामा रोग हुँदैन तर युजमा भने चाहिँ हुँदैन र ब्रेनले एउटै मात्र आँखालाई जहिले पनि फेभर गरिरहेको हुन्छ। अल्छी आँखा हुनुका थुप्रै कारणहरू छन् जसमध्ये एनाइसोमेट्रोपिया जुन अवस्थामा दुईटा आँखा बीचको पावरमा एकदमै धेरै डिफ्रेन्स हुन्छ, यो एउटा प्रमुख कारण हो। दोस्रो कारण भनेको स्ट्राबिस्मस जुन डेढोपन पनि भन्ने गर्दछौँ हामीले। यो अवस्था हुँदाखेरि चाहिँ ब्रेनले दुईटा आँखाको सिग्नल्स एकैचोटि रिसिभ गर्दैन र एउटा आँखाको सिग्नल्स चाहिँ सप्रेस गरिदिने गर्दछ। र अर्को भनेको अर्ग्यानिक कज जसभित्र चाहिँ यदि तपाईँको चाहिँ क्याट्र्याक्टहरू छ, जन्मिँदै बच्चाहरूको चाहिँ मोतियाबिन्दु छ, टोसिसहरू छ र थुप्रै अरू अर्ग्यानिक कजहरू छ भने चाहिँ भिजुअल डेप्रिभेसन हुने गर्दछ र यसले गर्दाखेरि चाहिँ अल्छी आँखा हुने गर्दछ र साथसाथै थुप्रै अन्य अरू कारणहरू पनि छन्। बच्चाहरूमा यदि अल्छी आँखा छैन भनेर घरमै बसेर थाहा पाउनको लागि चाहिँ यदि बच्चाहरूले टिभीहरू हेर्दाखेरि चाहिँ नजिक गएर हेर्ने, आँखा स्क्विन्टिङ गर्ने, स्क्विज गरेर हेर्ने, टाउको बाङ्गो गराएर हेर्ने जस्ता सिम्टम्सहरू देखाएमा तपाईहरूले नजिकैको आँखा अस्पताल अथवा आई सेन्टरमा गएर देखाउँदा यदि कुनै रिफ्र्याक्टिभ एररहरू छ भने र आँखा बाङ्गोपनहरू छ भने समयमै करेक्ट गर्दाखेरि चाहिँ अल्छीपनको पहिचान पनि हुन्छ र साथसाथै समयमै म्यानेज पनि हुने गर्दछ। यो अल्छी आँखा बच्चामा मात्र नभएर यो एडल्टमा पनि हुने गर्दछ। मैले अघि नै पनि भने देयर इज नो एज बार टु ट्रिट एम्ब्लायोपिया। अहिलेको करेन्ट न्युरोसाइन्सले जुनसुकै उमेर समूहलाई पनि ठिक बनाउन सकिन्छ भनेर भन्दछ। अल्छी आँखा हुँदाखेरि यदि तपाईँको रिफ्र्याक्टिभ एररहरू छ भने सुरुमा रिफ्र्याक्टिभ करेक्सन गर्नुपर्ने हुन्छ। द्याट कुड बी इन द फर्म अफ आई ग्लासेस अर कन्ट्याक्ट लेन्सेस र त्यस पश्चातको ट्रिटमेन्ट प्लानहरू भनेको चाहिँ प्याचिङ अथवा भिजन थेरापी हो। प्याचिङ प्रभावकारी हुन्छ तर त्योभन्दा अझै प्रभावकारी चाहिँ बाइनोकुलर भिजन थेरापीहरू हुने गर्दछ। भिजन थेरापी एउटा नन सर्जिकल, नन इन्भेसिभ, पर्सनलाइज, कस्टमाइज ट्रिटमेन्ट प्लान हो जुन एभिडेन्स बेस्ड हुन्छ र यो अप्टोमेट्रिस्टको सुपरभिजनमा गरिने गर्दछ। यसले तपाईँको आई टिमिङ, कोअर्डिनेसन, फोकस लगायत थुप्रै भिजुअल स्किल्सहरू जुन तपाईँको डे टु डे लाइफमा युज हुन्छ त्यो राम्रो बनाउने गर्दछ र साथसाथै तपाईँको भिजुअल फङ्सन्सहरू पनि इम्प्रुभ गराउने गर्दछ जसले गर्दाखेरि तपाईँको क्वालिटी अफ लाइफ इम्प्रुभ भएर आउँदछ। डेढोपन हुँदा पनि अल्छी आँखा हुने गर्दछ र यदि डेढोपनको एङ्गल चाहिँ एकदमै धेरै बढी छ भने सर्जरी चाहिन्छ र त्यस पश्चात भिजन थेरापी तपाईँको अल्छी आँखा ठिक बनाउनलाई चाहिँ चाहिन्छ। यदि तपाईँ वा तपाईँको बच्चाको अल्छी आँखा छ, तपाईँहरू एडल्ट हुनुहुन्छ भने अल्छी आँखाको उपचार सम्भव छ। देयर इज नो एज बार टु ट्रिट एम्ब्लायोपिया। यो जुनसुकै उमेरमा पनि ठिक बनाउन सकिन्छ
नमस्ते, म मनिष दाहाल, न्युरो डेभलपमेन्टल अप्टोमेट्रिस्ट।